नमस्ते टस्तेले हामी 8:30 भएछ यहाँको आजको टाइम। हजुर प्रत्येक बिहिबार 8:30 बेलुकाको समय न्युयोर्कको देखि 9:30 घेसे लाङ्ग्री थाक्पाद्वारा दिएको दिमागलाई प्रशिक्षण दिने 8 पदहरूको बारेमा हाम्रो घेसे टसीजुले हामी सबैलाई त्यसको बारेमा सेयर गरिरहनु भएको छ र त्यसको लागि यहाँ हाम्रो फेसबुक लाइभमा हेर्नुहुने र जुममा हेर्नुहुने सबैजनालाई एकमुष्ट नमस्ते टस्तेले र आजको यो प्रशिक्षण कार्यक्रममा तपाईहरुलाई स्वागत छ। अनि एउटा जानकारी दिउँ अगाडि नै पछि पनि म तपाईहरुलाई जानकारी दिनेछु। हजुर हाम्रो यो 8 भागमा आज 5औं हो, 4वटा भाग हाम्रो सकिसकेको छ र अर्को 6औं भाग चाहिँ 17 मा हामीले जानकारी दिएको थिए। 17 मा एउटा एकदमै महत्त्वपूर्ण कार्यक्रम भएको हुनाले त्यसलाई चाहिँ स्किप गर्नुपर्ने भएको छ र त्यसलाई हामी कन्टिन्यू गर्छौं। त्यसैले 17 को दिनमा चाहिँ हाम्रो यो प्रशिक्षण यो टिचिङ कार्यक्रम हुने छैन। त्यसमा सबैले त्यो नोट गरिदिनु होला। र आज हाम्रो 5औं भागको लागि घेसेटस यहाँ अलरेडी आइपुग्नु भइसकेको छ र उहाँलाई स्वागत गर्न चाहन्छु। प्लिज घेसेटसलाई। सर्वप्रथम यहाँ उपस्थित हुनुभएको हाम्रो साथी सान्दुर्जे र अर्को धर्ममित्रहरू सबैजनालाई आज हाम्रो 5औं भाग हाम्रो दिमागले कसरी प्रशिक्षण राख्ने बारेमा हामी 5औं भागमा पुगेको छु। अब 4 भाग पहिलोको हप्ता हामीले गर्नु सकेको थिएन किनभने हाम्रो एकदम महत्त्वपूर्ण एक सालमा एक टाइम आउने लोसारले गर्दाखेरि तपाईहरु सबैजना व्यस्त थिए होला हैन। लोसार पनि राम्रो भयो होला। त्यसको सिलसिलामा सबैजनालाई हाम्रो लोसार चाहिँ अब उता भोटमा हो भने त 1 महिना यति मान्दो रहेछ हैन। अब यहाँ 1 महिना मानेर बस्यो भने अनि फेरि सबैजना फेरि होमलेस हुनु पनि सक्छ हैन। त्यसकारणले अब 3-3.5 जति त तपाईहरुले मनायो होला हैन। लोसारले मात्र नभएर अघि मैले साथी साउन्दर्यसँग पनि कुरा भयो। यो महिना चाहिँ हाम्रो लोसार मात्र नभएर हैन, हाम्रो यो बुद्धले 12 वटा चमत्कार देखाएको थियो। त्यो 12 वटा चमत्कारमा एउटा चमत्कार चाहिँ अनि अहिले यो महिनामा पर्छ। त्यसकारणले टिबेटन भाषामा भन्यो भने हामीले तुम्बे छुटुल थुइछेन भन्छ हैन। छुटुल भनेको चाहिँ बुद्धको चमत्कार देखाएको महिना, मिरेकल डे हो त्यो भन्छ। चमत्कार के देखाएको भने उहाँको जुन उहाँले प्राप्त गरेको ज्ञान हैन, उहाँको एउटा प्रवचन लाई अब सोच्नु नसकेको एउटा भूत प्रेतहरूले हैन धेरै कसो भन्नु हामीले बेमान गर्नु आएकोले अनि उहाँले दया र मायाबाट उहाँको मनहरू सबै खुसीमा ल्याएको दिन भएकोले हैन, अनि बुद्धको एउटा चमत्कारको दिन भन्ने भनिन्छ। एकदमै महत्त्वपूर्ण हो। हाम्रो 12 वटाको चमत्कारमा एउटा चमत्कार चाहिँ यो महिनामा पर्छ। त्यो हामीले सबैजनाले जाने भने अनि एउटा बुद्ध भन्ने चाहिँ प्राप्त गरेको र अनि ज्ञान प्राप्त गरेको भने संसारको आफ्नो लागि मात्र नभएर संसारको अनि प्राणीहरूलाई अनि शान्ति र दुःखबाट हटाउनको लागि उहाँले ज्ञान प्राप्त गरिरहेको छ भन्ने एउटा सोचाइ हुन सक्छ भनेर म तपाईहरुलाई यो बुझाउन खोजेको हैन। त्यसकारणले लोसार त लोसार भयो हैन। मैले अस्ति पनि 1-2 जनालाई भनेको थिएन। लोसार भन्ने चाहिँ हाम्रो एउटा नयाँ वर्ष भन्ने हैन, न्यू इयर भन्छ हैन। नयाँ वर्षहरु अनि ह्यापी न्यू इयर भन्छ। त्यो वर्षमा खुशी हुने र नहुने चाहिँ आफ्नै हातमा छ हैन। मुखले मात्र ह्यापी न्यू इयर, नयाँ वर्ष, खुशीको वर्ष भनेर मात्रै हामीले खुशीको वर्ष हुँदैन। खुशीको वर्ष सोचेर खुशीको वर्षमा हामीले कसरी लानुपर्छ, त्यो खुशीको वर्ष कसरी बनाउनु पर्छ, कस्तो कारणले बनाउनु पर्छ भन्ने चाहिँ हामीले त्यो जाने भने अनि हामीले जो भेट्यो भने हामीले टसिडेलिक भन्नेको एउटा कारण र अनि त्यसको एउटा स्वभाव, एउटा
मजा चाहिँ आउँछ हैन। काम चाहिँ नराम्रो गरेर अनि ह्याप्पी न्यू इयर टसीदेले भन्यो भने अनि काम र मुख चाहिँ अनि बराबर हुँदैन। त्यो नभए के हुन्छ भने आफूलाई घाटा हुन्छ, अरूलाई घाटा हुने केही पनि होइन। हैन? हामी सबैजना आफूलाई फाइदा होस् भनेर बिहानदेखि बेलुकासम्म दौडिरहेको छन् हैन? फाइदा हुनु लागि दौडिरहेको छ तर पनि आफूको काम चाहिँ बेफाइदा गर्यो गरेर बस्यो भने त्यो आफैलाई घाटा हो। त्यसकारणले हामीले ट्रेसिडेलिक भन्यो भने, ह्याप्पी न्यू इयर भन्यो भने, लोसार भन्यो भने सबै नयाँ वर्षको शुभकामना कामना राम्रो हुने र नहुने चाहिँ आफ्नै हातमा छ। त्यसकारणले सबैजनाले त्यो हाम्रो लोसरमा हामीले खाना मिठो खाएको छ, लुगा राम्रो लगाएको छ हैन? आफू आफ्नो धन सम्पत्तिको अनुसार सुन चाँदीहरू लगाएको छ। बाहिरको सुन चाँदी अब लुगाहरू त हामीले धेरै राम्रो लगाएको छ हैन? तर पनि हामीले भित्रको मनलाई पनि सुन चाँदी कसो गरी बनाउने हैन? त्यो गर्नु सक्यो भने नै हाम्रो एउटा लोसार भनेर ह्याप्पी न्यू इयर नयाँ वर्ष भने हैन हामीले राम्रोसँग सुझाउन सक्छ भन्ने म तपाईँहरूलाई जस्ट रिमाइन्डर मात्रै गरेको होइन। होइन भने हामीले नयाँ लुगा धेरै लगाउँछ, खाना मेरो धेरै खान्छ, सुन चाँदी लगाउँछ होइन, जे पनि गर्छ तर पनि एउटा मनलाई खुसी र शान्ति नभए अनि त्यसले मात्रै फाइदा हुँदैन। त्यो तपाईँहरू को अगाडि केही अनि अहिले हाम्रो साथी धर्ममित्र साउन्द्रजीले भनेको अनुसार आज हाम्रो 5औं भाग चार भाग सकिसक्यो होइन। 5औं भागको लागि हामी डिस्कस गर्न गइरहेको छौँ। 5औं भाग चाहिँ त्यो नगर्दै 5औं भाग चाहिँ हामी एकखेप म तपाईँहरूको अगाडि देखाउन चाहन्छु होइन। 5औं भाग तपाईँहरूले देख्नुहोस्। यो 5औं भाग चाहिँ आजको 5औं भाग चाहिँ यो हो होइन। अब तपाईँहरू नेपाली पढ्नु सक्छ भने नेपालीबाट पढ्नुहोस्। नेपालीबाट मात्रै अलिकति गाह्रो पनि छ किनभने यो शब्दको नेपालीको शब्दको अर्थ बुझ्नलाई फेरि अलिकति गाह्रो जस्तो होइन। तर पनि मैले जति सक्छ अलि सजिलोसँग भन्नेको प्रयास गर्छु होइन। 5औं भागमा के भन्ने भन्नुभएको छ भने इस्राको कारणले जब कसैले मलाई आक्रमण गरेर वा बेइज्जत गरेर गलत गर्छ म आफैले हार लिन्छु र अरूलाई जित्दिन्छु भनिरहेछ हैन। अब इङ्ग्लिस तपाईँहरूले जानिहाल्छ होइन। यो के भनेको हो भने टिबेटनबाट भन्यो भने दागला स्याङ्गी ठाक्दोकी सेगोर लासो मिरिकबे ख्योङ्गा राङ्गी ल्याम्बादा ग्याखासँग बोगर्स्यो हो भन्ने यो शब्द चाहिँ हाम्रो दिमागमा पस्न अलिकति गाह्रै छ किनभने मलाई पनि यो शब्द चाहिँ होइन पस्न अलिक धेरै गाह्रो हुँदो रहेछ। तर पनि जुन बोधिसत्व होइन बोधिसत्व गिसेलाङले थाम्बा उहाँले प्र्याक्टिस गरेको जस्तै हामीले गर्नु नसके पनि होइन त्यो जस्तै होइन छेउछेउमा उहाँले गरेको प्र्याक्टिस जस्तो छेउछेउमा हामीले पुर्याउन सक्यो भने बिस्तारै बिस्तारै एउटा हामीले मनलाई त्यहाँसम्म लानु सक्छ। त्यसकारणले हामीले यो अहिले जुन उहाँले भनेको जस्तो हामीले अभ्यास गर्नु नसके पनि त्यसको छेउछेउमा लाने हामीले प्रयास कसरी गर्ने हो भने पहिलो सर्वप्रथम के भने दागला सेङ्गी ठाउदोगी भन्ने चाहिँ के भने यदि अर्को मान्छेको जेलस गरेर होइन ईश्वरन भन्ने जेलस होइन अनि जेलस गरेर दागला सेङ्गी ठाउदोगी होइन जेलसको कारणले होइन अर्को मान्छेलाई आफूलाई मन नपराएर जेलसको कारण कम्पिटिसनको कारण हराउनेको एउटा सोच लिएर होइन सोच लिएर अनि जब कसैले मलाई आक्रमण गरे वा बेइज्जत गरे अब बेइज्जत गरे भने त हामीले थाम्नु सक्दैन सहनु सक्दैन। तर पनि त्योभन्दा अलिकति सजिलो त पछाडि कुरा काट्यो भने होइन पछाडि कुरा काट्ने र
सेकुर लासो कुरा काट्ने यो मान्छे यस्तो रहेछ यो मान्छेले यस्तो गरेको छ भन्ने मान्छेलाई मुख छाड्ने हैन अनि अब त्यो भन्दामा अलि माथि गयो भने उसको जुन उले नराम्रो राम्रो काम चाहिँ हामीले अर्कोलाई नभन्ने नराम्रो काम गरेको चाहिँ सबै ओ यसले यस्तो गरे नि यसले यस्तो टाइममा त्यो दिनमा यस्तो गरे नि तपाईलाई थाहा छैन भन्ने चाहिँ हामीले समाचार फैलाउने काम हामीले धेरै गर्छ त्यस्तो फैलाउने हो भने उले राम्रो गरेको पनि हामीले फैलाउनु पर्नेमा राम्रो गरेको चाहिँ हामीले फैलाउन सक्दैन तर पनि फैलाउनु मनै लाग्दैन किनभने आफूले त्यो मान्छे मन पराउँदैन नि हैन त्यस्तो हाम्रो समाजमा धेरै छ त्यस्तो गरेमा के सोच्नु पर्छ भने म आफैले सुनिसक्यो उले मलाई आफूले कुरा काटेको उले मलाई नराम्रो भनेको हैन मैले अलिअलि गल्ती गरेको कुराहरू चाहिँ उले जम्मै निकाल्यो आफैले सुनिसक्यो भने पनि हैन त्यसको बदला उले मलाई यस्तो भनेछ किन यस्तो भनेको कारण के हो भने खोजेर नजाऊ भन्छ त्यो टाइममा के गर भने म आफैले हार लिन्छु भने उले मलाई भनिसक्यो केही पनि छैन भनेर हार लिनु भन्छ अब त्यो हामीले सक्छ सक्दैन आफ्नै हातमा हो हैन यदि हार लिए भने आफूलाई कति घाटा पर्छ होला त्यो सोच्ने हो धेरै घाटा पर्छ भने हार नलिने उले भनेको अनुसार उले भनेको जस्तो आफैले पनि भन्ने हैन भनेर फाइदा कति हुँदो रहेछ त्यो सोच्नु पर्ने रहेछ हामीले किनभने सहनु नसक्ने कारण चाहिँ के हो भने म भन्ने चाहिँ छैन म जित्नुपर्छ म खानुपर्छ म खुसी चाहिन्छ म त्यो ठाउँमा जाने हो म भन्दा कोही पनि छैन भने एउटा म इको भन्ने एउटा छ नि हैन त्यो इकोले गर्दाखेरि हामीलाई गाह्रो पर्ने कारण त्यही हो यही इकोले गर्दाखेरि हामी संसारमा दुःख पर्ने कारण के त्यही हो यही इकोले गर्दाखेरि हामी नर्क स्वर्ग भन्ने छ तर पनि हामीले आँखाले देख्दैन तर पनि यदि पाप र धर्मको बाटो चाहिँ कहाँ जान्छ भने अनि स्वर्ग र नर्कमा जान्छ जम्मै स्वर्ग र नर्कमा जाने जम्मै आफ्नो एउटा म भनेर आफू एउटा राम्रो बाटोमा गयो भने राम्रो काम गर्यो भने स्वर्गमा जान्छ हैन म भने काम चाहिँ नराम्रो गर्यो भने त्यो नर्कमा जान्छ त्यसकारणले बुद्धले आफ्नो मित्र आफै हो आफ्नो शत्रु आफै हो भनेर भनिसकिएको छ एउटा यो हो एउटा के हो भने बुद्धले के भनेको छ भने मैले तपाईहरुलाई दुःखबाट कटेर एउटा शान्तिको बाटोमा शान्तिको ठाउँमा पुग्नेको मैले बाटो देखाइसकेको छु जाने हो नजाने हो तपाईहरुको हातमा छ भनेर बुद्धले भनिसक्यो अब बुद्धले त्यति हामीलाई जिम्मा लगाउँदै बुद्धले हामीलाई त्यत्रो जिम्मा लगाउँदै हामीले फेरि अब अनि बुद्ध के होइन लोदा होइन यो त्यो गर्दै अनि हामीले फेरि नराम्रो काम गरे भने त्यो आफैले बिगारेको हो त्यसकारणले म आफैले हार लिन्छु र अरूलाई जित दिन्छु भन्ने कारण चाहिँ के हो भने एउटा मनको भावना हामीले त्यो नसोच्नुस् कि अस्ति पनि हाम्रो छिरिङ छोडेम बहिनीले क्वेशन गरेको थियो हैन यो जम्मै के होला माइन्डलाई एकदम सही ठाउँमा राख्नुको लागि भनेको जो सही ठाउँमा बस्नु सक्छ नसक्छ त्यो अर्कै कुरा हो हैन एउटा मनलाई स्वच्छ र सही ठाउँमा राख्नु सक्यो भने जिउलाई शान्ति हुन्छ त्यही हो कारण हामी टाउको दुख्यो म जिउ दुख्दो रहेछ खाना खान मन लाग्दैन रहेछ के भयो बिहान उठ्नु मन लाग्दैन राति निन्द्रा लाग्दैन भन्ने कारण जम्मै के हो एउटा मनमा डिपेन्ड गरेको छ मनमा यो के भन्छ कसो भने डिपेन्ड भन्छ हैन डिपेन्ड अब इंग्लिशमा त डिपेन्ड भन्छ हैन निर्भर गरेको हुन्छ निर्भर परेको छ भर परेको छ हामीले त्यो थाहा छैन के आज म निन लागेन भन्छ किन हो भने केही मनमा के दुःख होला भने केही पनि दुःख छैन भन्छ साँच्चै हो भने त के भयो होला किन निन्द्रा लागेन होला मलाई किन रिस उठ्यो होला आज किन खाना खान मन लागेन होला आज किन उठ्न मन लागेन होला भन्ने मन लागेन मन भन्दै अनि मनले सोचाइ राख्नु सक्दैन भन्नु चाहिँ आज निन्द्रा लागेन किन होला आज खाना खान मन लागेन भन्छ मनको कुरा गर्छ
तर पनि मनलाई के भयो, कारण के हो, के को अवसरले हो, के को असर पर्यो हामीले त्यो देख्दैन। त्यसकारणले म हार लिन्छु, म उसलाई जित दिन्छु भन्ने चाहिँ एउटा मनको भावना हो। त्यसकारणले अर्को आफूलाई मन नपराउने मान्छेले आफ्नो नराम्रो काम, आफूले नराम्रो नगरे पनि यसले नराम्रो गर्यो, यसले के गर्यो भने बीचमा कुरा काट्ने, पछाडि मुख छाड्ने, जे गरे पनि हैन, जे गरे पनि त्यसमा आफूले सुन्यो भने के पनि छैन भने हार लिनु भन्छ के हैन। हार लियो भने के हुन्छ भने त्यो हाम्रो अब मुद्दा चाहिँ ती हराउँछ के, हेर्दाखेरि हारेको जस्तो हो हैन, हारेको जस्तो हो, तर पनि फ्युचरमा भविष्यमा आफू जितिसकेको छ। किन जितिसकेको छ भने आफ्नो मनलाई शान्ति दिइरहेछ। एउटा त्यसमा यदि आफ्नै अगाडि त्यो मान्छेले, आफूलाई मुख छाड्ने मान्छेले मुख छाड्दाखेरि कति रिस उठ्छ हैन, कति रिस उठ्छ हामीलाई। रिस उठ्दाखेरि रिस उठ्यो अब त्यहाँ त्यो गरे भने धेरै झमला धेरै हुन्छ नि। त्यसको साटो त रिस पनि उठेको छ, उसले आफूले नराम्रो पनि भनेको छ हैन, केही पनि छैन, उसले म आफूले यस्तो गरेको थिएन तर पनि उसले मलाई यस्तो भने, केही पनि छैन भनेर राख्यो भने ऊ जितेको जस्तो हो, आफू हारेको जस्तो हो। तर पनि भविष्यमा चाहिँ भोलिपट्टि हेऱ्यो भने आफू जितिरहेको छ, आफ्नो मनलाई शान्ति दिइरहेको छ। हामीले सहनु भन्ने चाहिँ हैन, तपाईहरु अब अभ्यास त गर्छ होला, प्र्याक्टिस यस्तो केही टाइम अब आफ्नो हस्बेन्ड वाइफ हैन, साथीभाइ, बाबु आमा भित्रमा अलि झै झगडा हुन्छ नि, त्यो टाइममा एक दुई शब्द सहनु प्रयास गर्नुस् न, त्यसले कतिसम्म हामीलाई असर पुर्याउँदो रहेछ हैन, त्यसले कतिसम्म हामीलाई फाइदा गर्दैछ। अनि दुई शब्द सहनु सक्छ, एक शब्द हाम्रो सहनु सकेन भने दुई शब्द त हामीले सहनै सक्दैन। सहनु कसरी सहने भन्ने चाहिँ हैन, म सहन्छु, म अभ्यास गर्छु भन्छ हैन, सहनुले पहिले एक शब्द सहनु पर्यो नि हैन, एक शब्द सहनु सक्दैन पछि दुई शब्द कसरी सहन्छ। त्यही जस्तो आफूलाई मन नपराउने मान्छेले, एकजनाले आफूलाई नराम्रो कुरा भन्यो भने केही पनि छैन, तर ऊ मान्छे राम्रो हो, ऊ आज केही न केही उसको मनलाई शान्ति छैन त, ऊ रिस उठेछ भनेर त्यो छोड्यो भने भोलि त्यो मान्छेले दुई शब्द भन्यो भने सहन्छ हैन, तीन शब्द भन्यो भने सहन्छ। यदि हार लिएर आफूलाई बेफाइदा हो भने, हुने हो भने त्यो एक शब्द पहिलो दिनमा एक शब्द भन्दाखेरि आफूलाई धेरै घाटा हुनु पर्नेमा आफूलाई घाटा केही पनि भएको छैन नि। पछि त्यही आफूलाई मन नपराउने मान्छेले पछि सोच्छ मैले यत्रो उसलाई नराम्रो कुरा गर्यो, उसले मलाई केही भनेन भन्ने, उसलाई पनि एउटा मनमा केही न केही के भन्छ उसले खोज्छ, किन यस्तो गर्यो होला। उसलाई थाहा छ नि, म उदाहरण लियो भने साङ्दुर्जेले मलाई धेरै मुख छाड्यो भने हैन, मैले साङ्दुर्जेलाई धेरै मुख छाडे, पछाडि कुरा काटेर साङ्दुर्जेले एक शब्द सायो हैन, फेरि भोलि मैले फेरि साङ्दुर्जेलाई फेरि भोलि त्यही कुरा गर्यो भने अनि मेरो मनमा मैले हिजो पनि उसले कुरा काट्यो, उसले केही पनि भनेन, आज पनि काट्छु के भन्ने, किन होला भन्ने, हो यो त मेरो गल्ती हो, उसले गरेको छैन अनि मैले त्यो भनेर मात्र नहुने रहेछ भन्ने एउटा मनमा सोचाइ आउँछ कि। त्यो गर्यो भने मनलाई, आफ्नो मनलाई आफै सम्हाल्नु सक्ने कारण त्यस्तो रहेछ। त्यो टाइममा हामी हार अहिले जुन पाँचौं भागमा भनेको जस्तो हार लिन्छु भनेको चाहिँ जे भन्यो भने उसले लात्ताले हाने पनि सहेर बस भन्ने कुरा होइन। यहाँ सहनु पनि सक्दैन, सहेर फाइदा पनि छैन। यो जम्मै एउटा दिमागलाई कसो गरी राम्रो बाटोमा लाने भाग्य यो बारेमा उहाँले लैजाँदैछ घिसिङ लाङरे थापाले। त्यसकारणले अघि आफूलाई नराम्रो भन्ने मान्छेलाई हामीले कति रिस उठ्छ, रिस उठेर त्यो उसले मलाई चोर भन्यो भने, मैले अब साङ्दुर्जेले चोर भन्यो भने हैन, अब तपाईले मलाई पनि चोर भन्यो भने अनि हामी दुईजना चोर भयो, अब नचोर्ने को छ। अब त्यो नचोर्ने मान्छे आएर मिलाउन सक्दैन नि, मलाई पनि एउटा कारण उसले यस्तो यस्तो गर्यो त्यही कारण मैले चोर भने, उसले चोर गरेको हो भने चोर त गरेको छन् तर पनि उसले यस्तो यस्तो गर्यो त्यही कारण मैले भन्यो भन्छ नि।
अर्को कारण लिएर नराम्रो शब्द युज गर्छ के हामीले प्रयोग गर्छ त्यो हाम्रो नराम्रो बानी हो जुन कारण छ त्यसमै हामीले कुरा गर्यो भने अनि हाम्रो फैसला चाहिँ शान्तिमा जान्छ के हाम्रो समाजमा त्यही छ नि किन उसले चोर भन्यो भने उसले केही चोर्यो भन्ने केही त चोरेको छैन तर पनि म त रिस उठ्यो भन्यो भनिदिन्छ नि रिस उठ्नु जथाभावी भनेर कहाँ हुन्छ त्यो त्यसकारण हामीले सहनु पर्ने उसको सिचुएसन उसको अवस्था कस्तो रहेछ त्यो भन्ने टाइममा उसको अवस्था कस्तो रहेछ भने हामीले चेक गर्नु एकदम महत्त्वपूर्ण त्यो नगरे अनि डाक्टर र बिरामी एउटै भयो बिरामीहरू हुन्छ नि डाक्टरहरूले त्यो गर्छ बिरामी बाउला भयो डाक्टरलाई हान्छ लात्ता हान्छ नर्सहरूले हान्छ नि अनि डाक्टरले उ त बिरामीलाई लात्ता हान्यो भने त डाक्टर बनेको कारण नै भएन त्यही जस्तो हामी एउटा केही न केही आफ्नो मनलाई शान्ति राख्नुको लागि हामीले बाटो खोज्दैछ नि हैन अर्को मान्छेले आफूलाई अशान्ति बनाउने मान्छे आए भने त्यसको लागि हामीले कसो गरी त्यो मान्छेलाई राम्रो ठाउँमा लाने भन्ने हामीले सोच्नु पर्ने ठाउँमा आफै त्यहाँ माथि गयो भने डाक्टर बिरामीसँग झगडा गरेको जस्तो हुन्छ नि त्यो हामीले सोच्नु पर्ने एकदम महत्त्वपूर्ण रहेछ के त्यसकारणले म हार लिन्छु भन्ने कारण चाहिँ त्यो हो त्यस्तो हो भने अनि बिरामीले डाक्टर लात्ता हान्दाखेरि अनि डाक्टर हार लिएको होइन नि त्यसकारण हामी डाक्टर त होइन तर पनि अर्को रिस उठ्ने मान्छे र आफू रिस नउठ्ने मान्छे बीचमा हेर्यो भने हामी डाक्टर हो भनेर सोच्नुपर्छ एक शब्द हामीले सहनु सक्यो भने ओ म डाक्टर हो भनेर सक्यो डाक्टरले अपरेसन गर्ने आँखा अपरेसन गर्नु पर्दैन आफ्नो आफ्नो डाक्टर हो आफूले सम्हाल्नु पर्यो नि आफ्नो मनलाई आफै शान्ति राख्ने हामीले जति खोजिरहेको छ नि हैन त्यसकारणले डाक्टर भन्ने चाहिँ एकदमै पढाइ लेखाइ भयो त्यो हुनु पर्दैन एक शब्द हामीले सहन सक्यो भने त्यो शब्द नराम्रो शब्दको लागि हामीले प्रयोग गर्नु हाम्रो राम्रो नराम्रो शब्द चाहिँ हामीले नराम्रो शब्दले अनि हामीले मन दुखाउँछ तर पनि त्यो शब्दलाई चाहिँ हामीले सकारात्मक पोजिटिभतिर लिएर गयो भने त्यो हामी डाक्टर हो त्यसकारण हामीले हार लिनु भनेको चाहिँ उले जे गरे भने सह भनेको होइन लात्ता हान्यो भने छुरी हान्यो भने हैन मुखमा थुक्यो भने त्यो जम्मै सह भनेको सहनुपर्छ भनेको होइन किनभने आफ्नो मनलाई हार लिनु भनेको त्यो हार लिनु भने मनलाई वास्तै नगर भनेको होइन त्यो गर्दाखेरि मनलाई कति असर पर्छ कि फाइदा हुन्छ हामीले सोच्नु पर्यो अघि भने जस्तै हैन मैले सङ्गदर्जीलाई चोर भने हैन चोर भन्ने शब्द मैले युज गर्दाखेरि मेरो ह्युमन सिस्टम राम्रो त्यो ठिक ठाउँमा छैन त्यो टाइममा म आफूलाई असर परिरहेछ मेरो भित्रबाट केही न केही यो भन्छ नि मन ठिक ठाउँमा छैन रगत राम्रोसँग गइरहेको छैन त्यही असरले गर्दाखेरि मान्छेलाई नराम्रो शब्द युज गर्ने के चोर भन्ने डाका भन्ने त्यस्तो हो उ यस्तो भने धेरै युज गर्ने कारण त्यही हो त्यो आफूलाई असर परिरहेको छ मैले जुन मान्छेलाई चोर भन्ने मान्छेलाई असर परेको छैन असर परे पनि उलाई मलाई किन चोर भन्यो भन्ने उले केही क्वेसन सोध्ला हैन तर पनि त्यो क्वेसन चाहिँ जुन चोर भन्ने मान्छेलाई आन्सर दिनु सक्दैन किन मलाई चोर भन्यो भने त म त रिसले चुरमुट्ट भयो त्यही कारणले चोर भन्यो भन्छ त्यही हो कारण खोज्यो भने जुन हामीले नराम्रो शब्द युज गर्दाखेरि हैन हामीले युज गर्नु एकदमै सजिलो तर पनि कारण खोज्यो भने भेटाउँदैन त्यसकारणले समाजमा मान्छेहरू मलाई माफ दिनु भन्छ नि हैन किनभने उ नजानेर गरेको त्यसकारणले हामीले माफी दिनु पर्यो नि हैन जानी गरेको भयो भने हैन माफ दिनु पर्छ पर्दैन आफ्नै हातमा छ नि त्यसकारणले हामीले त्यो मान्छेले नजानेर त्यो शब्द प्रयोग गर्यो भने हामीले दिमागमा लिनु सक्यो भने हाम्रो दिमागलाई पोजिटिभतिर राख्यो हामीले त्यो लिनु सक्दैन
उसले मलाई चोर भन्यो भने आफूलाई नेगेटिभ मैले के चोर चोर्यो चोर हो भने पनि मैले के चोरेन भन्छ आफू दिमागलाई आफूले नराम्रो बाटोमा लैरहेछ हैन यदि सौन्दर्यले मलाई चोर भन्यो भने म यदि मान्छेको पैसा चोरे भने जे म चोर भने म आफूलाई थाहा छैन भने चोरे नचोरे म आफूलाई थाहा छ हैन सौन्दर्यलाई त यदि मैले केही सामानहरु चोरेर सौन्दर्यले मलाई चोर भन्यो भने मैले चोरेको छ तर मैले के भन्छ मैले के चोरे म आफै चोर हो नि तर पनि सौन्दर्यले भन्यो के चोरेको थाहा छैन तर पनि सौन्दर्यले प्याट्रे भन्यो मेरो मनमा के ठाने ओ मैले यस्तो चोरेको त यसले थाहा भयो के हो भन्ने सोच्दैन मैले के चोर्यो भने अझै ठुलो आँखा हेर्छ त्यो गर्दै के गर्छ मनलाई अर्कै बाटोमा लैजाँदैछ साँच्चै हो भने त सौन्दर्य मलाई चोर भन्दाखेरि ओ अस्ति मैले यस्तो चोरेको थियो सौन्दर्यलाई थाहा भएछ ओ राम्रो भएन पछि त त्यो गर्नु नहुने रहेछ भन्ने त्यो सोचाइ लिएको भए सौन्दर्य मेरो टिचर भयो नि बाबु आमाले नराम्रो बाटोमा जाऊ भन्दैन नि त्यो हामीले सोच्नु सक्दैन त्यसकारणले मनलाई जति सकारात्मक पोजिटिभतिर लानु सक्यो आफ्नो जीवलाई पनि शान्ति हुँदो रहेछ दुख बिमार कम्ती काम जे गरे पनि नथाक्ने हामीले त्यो नगरेर हामीले धेरै हाम्रो मनहरू चाहिँ नकारात्मक नेगेटिभतिर लैजान्छ हैन नेगेटिभतिर लाँदाखेरि मान्छेले केही भनिहाल्यो भने अनि ब्लड प्रेसर हाई हुने हैन सुगर हाई हुने खाना खान मन नलाग्ने हैन चा पकाउँदा दुध उम्लेर बाहिर जाने हैन अनि ढोका खोल्दाखेरि पनि जुन हामीले युज गर्ने चाबी त्यही हो तर पनि त्यो चाबी त्यो भित्र जाँदै जाँदैन कहिले किन हो भने मन ठीक ठाउँमा छैन त्यसकारणले हामीले जहिले पनि गरिरहने काम पनि हामीले गर्न सक्दैन त्यो जम्मै मनले गरेर हामीले पोजिटिभ नेगेटिभतिर धेरै गएको कारणले हामीले त्यो हुन्छ त्यसकारणले हामीले मान्छेले चोर भन्यो भने डाका भन्यो भने आफू होइन भने त्यसमा किन त्यो उत्तर दिएर बस्ने त्यो उत्तर दियो भने आफैले दुःख हो आफै चोर होइन अनि भन्दाखेरि मैले त्यो के चोर्यो भन्ने हात पनि यस्तो गर्छ हैन जिउ जम्मै तातो बनाइसक्यो जिउ जम्मै तातो बनाउँदाखेरि मुटु धक 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 धेरै हुन्छ मुटु धक 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 छिटो छिटो के भन्छ यो के भन्छ मुटु हाम्रो मुटुको धड्कन बढ्छ धड्कन बढ्दाखेरि मुटुको एउटा उसकै तरिकाले धड्कन जान्छ हामीले दिनु सकियो छैन त्यसकारण हाम्रो रगत पनि छिटो जान्छ हैन सास पनि धेरै फेर्नुपर्छ त्यसकारणले हाम्रो भित्रको यो मेसिन चाहिँ हैन मेसिन चाहिँ ठिक ठाउँमा छैन अनि हामीले बिमारी हुने कारण त्यही हो धेरै सबभन्दा इम्पोर्टेन्ट चाहिँ के महत्त्वपूर्ण के मनलाई जति सक्छ जति नराम्रो शब्द युज गर्यो भने नराम्रो व्यवहार गर्यो भने हामीले उसले नजानेर गरेको हो भन्ने चाहिँ हामीले त्यो ठाउँमा लाउन सक्यो उसले जानेर गर्यो भने नजानेर गर्यो भने उसले नजानेर गरेको हो भनेर हामीले मनमा राख्न सक्यो भने अनि मुटुको धड्कन चाहिँ अलिकति उसकै अनुसार यो हुन्छ होइन भने हाम्रो मुटुको धड्कन धेरै बढ्छ अनि गाडी चलाउने मान्छे हो भने त्योभन्दा पनि बढी हुन्छ अनि यता एक्सिडेन्ट भने यता उता एक्सिडेन्ट भने धेरै गाह्रो हुन्छ त्यो जम्मै किन गर्यो भने मनलाई पोजिटिभतिर लानु नसकेर त्यसकारणले हामीले हार लिन्छु उसलाई जित दिलाउँछु भन्ने कारण चाहिँ त्यस्तो रहेछ मैले अब म आफैले यो अभ्यास कसरी गर्छ भन्ने मैले अभ्यास त गर्दिनँ प्र्याक्टिस गर्दैन हैन तपाईहरुलाई भनेको मात्रै हो तर पनि मैले के सोच्छु भने यो 8वटा पदहरु चाहिँ म जहिले पनि बिहान बिहान पढ्छु हैन कहिले बाटोमा जाँदै जाँदै पढ्छु हैन कहिले म्यानहट्टन जाँदाखेरि पनि त्यो पढ्छु हैन मैले अस्ति पनि भनेको थिएँ हैन पहिलेतिर हो म बिहान बिहान म्यानहट्टन हप्तामा 3 खेप जति जानुपर्छ हैन त्यो टाइममा म आफैलाई हतार छैन म 8:30 9 बजे त्यहाँ म्यानहट्टन पुग्यो हुन्छ तर पनि म यहाँबाट छिटो 7:30 यति पनि निस्किन्छु मान्छे एकदमै त्यो कामको टाइम पर्दाखेरि हैन मान्छे जम्मै एकदमै हतार हुन्छ सबैजना म अगाडि पुग्छु भन्ने मात्र चाहिँ पछाडी बस्ने कोही पनि छैन जम्मै इ ट्रेन हो भने इ ट्रेनमा जम्मै खाजा जान्छ अनि भित्र पसेर मात्रै हुँदैन त्यहाँ आफूले बस्ने कुर्सी चाहियो जम्मैले कुर्सी चाहिन्छ अब मन्डे हो भने त जम्मैले कुर्सी चाहिने मात्रै हो किनभने फ्राइडे बेलुका सटरडे सन्डे जम्मै इन्जोय गरेर बस्यो हुन्छ हैन
अनि मन्डे बिहान काममा जाँदाखेरि जम्मै थाकिरहेको हुन्छ त्यो टाइममा त आधा घन्टा भयो भने 2 मिनेट 3 मिनेट भयो भने त्यो कुर्सी पाएर यसो ढल्केर सुत्नु पाए हुन्थ्यो भन्ने सबैजनाको भावना छ म उठेर बस्छु भन्ने कसको मनै छैन त्यस्तो टाइममा हैन आफूले कुर्सी बस्ने ठाउँ छ भने जुन मान्छे बस्ने खोज्छ जुन मान्छे बराबरी छ हैन त्यो मान्छेलाई दिनु सक्यो भने आफूले हार लियो उले जित दियो त्यो हार र जितमा हैन एउटै ठाउँमा दुई जना एकै ठाउँमा बस्ने कोसिस गर्छ त्यो टाइममा के गर्नुपर्छ भने त्यो अर्को मान्छेले बस्नु दिने उ जित्यो आफै हारेको यसले के गर्छ भने एउटा रिस्पेक्ट दिलाएको के एउटा आदर गरेको उसको एउटा उ 10 मिनेट जति राम्रो त्यो कुर्सीमा बस्नु पाए भने उलाई जिउलाई एकदम शान्ति छ अनि हामी ट्रेनमा जाँदाखेरि बसमा जाँदाखेरि बाटोमा जाँदाखेरि कोही मान्छे बाटोमा एकदमै छिटो जानुपर्ने हुन्छ आफू अगाडि छ भने यस्तो सरिदिने उलाई अगाडि जान दिने हैन उसको अगाडि खाँचा गर्नु पर्दैन हैन जुन उसको एउटा मनको सोचाइ छ म अगाडि जानु पर्छ छिटो पुग्नु पर्ने एउटा सोचाइ छ आफूले म त्यसमा केही न केही कारण लिएर यताउता सर्यो भने हैन उ ठिक ठाउँमा पुग्यो भने उसको एउटा मनको भावना चाहिँ ठिक ठाउँमा लिन्छ नि त्यसकारण हामीले हार लिनु उलाई जिताउनु भन्ने कारण त्यही हो धेरैजना मान्छेले भन्छ यस्तो त हुँदैन हामीले गर्नु सक्दैन भन्छ हैन हामीले सोचाइ चाहिँ के छ भने आफू हार्नु अर्कोलाई जिताउनु भन्ने कारण चाहिँ आफ्नो खाना अरूलाई दिनु आफ्नो पैसा चाहिँ अरूलाई दिनु आफू कंगाल बनेर बस्नु भन्ने त्यो सोचाइ त्यो लिन्छ धेरै जस्तो त्यस्तो होइन 8 पदहरुमा दिमागलाई कसो गरी परिचय राख्ने भन्ने टपिकहरु पहिले निस्किसकेन हैन त्यसकारणले हामीले एउटा दिमागलाई पोजिटिभतिर सकारात्मकतिर कसो गरी लाने हैन मनलाई उले अर्को मान्छेले आफूलाई नराम्रो शब्द युज गर्दाखेरि आफूले त्यो युज गरे भने अनि आफूलाई फाइदा हुन्छ बेफाइदा हुन्छ त्यो सोच आफूलाई सहाय भने कतिसम्म घाटा हुँदै रहेछ त्यो पनि सोच हाम्रो नेपाली कुरामा भन्छ नि हैन भनेर ठुलो हुँदैन सहेर सानो हुँदैन भने हामीले भन्छ तर पनि एउटा शब्द पनि सहन सक्दैन एउटा शब्द यदि सह्यो भनेपछि के गर्छ अब धेर भयो अब फेरि धेरै भन्यो भने म त सहन सक्दैन नि भन्छ अघिदेखि सहयो चाहिँ उले अब कस्तो भन्नु अब भन्नु नसक्यो जस्तो यसरी सहयो जस्तो हुन्छ अब त्यतिसम्म सहेपछि त अब अर्को शब्दहरू त सहयो हुन्छ नि तर पनि त्यो हामीले मनमै लिनु सक्दैन त्यो आउने कारण के हो भने म भन्ने चाहिँ एकदमै ठुलो सोचिरहेको छ म भन्ने ठुलो हो तर पनि त्यो इको म भन्दा कोही पनि छैन भन्ने चाहिँ त्यसमा हामीले अलिकति फरक लिनुपर्छ हैन म ठुलो सोच्ने हो हैन तर पनि म भन्दा कोही पनि छैन भनेको दिमाग चाहिँ उता राखेर काम गरे भने अनि हाम्रो फ्यामिली भित्र परिवार भित्र राम्रो हुन्छ समाज भित्र राम्रो हुन्छ अनि हाम्रो एउटा समाजको जे काम गरे पनि एउटा सफलता हुन्छ सफलता नभए पनि अनि मनलाई यति दुःख हुँदैन के म गर्छु जसरी गर्छु भन्छ हैन अनि अर्कोहरुले जे भने भनोस् भन्ने एउटा दिमागमा लिएर काम गरे भने त्यो काम सफलता पनि हुनु गाह्रो पनि हुन्छ हैन यदि सफलता भइहाले पनि दिमागलाई ठिक ठाउँमा लिएको छैन उले किनभने एउटा नामको लागि चाहिँ गर्यो जस्तो नामको लागि काम गर्यो भने अब तल पछि आउँछ 7औं भाग हो कि त्यसमा आउँछ हैन हामीले जे काम गरे समाजको काम गरे पनि जसको काम गरे पनि म नाम कमाउँछु भन्नेको सोचाइ चाहिँ हामीले लिनु नहुने रहेछ म नाम कमाउँछु भन्ने सोचाइ लिएर काम गरे भने त्यो काम हैन यदि सफलता भए पनि अझै त्यो भन्दा म माथि जानुपर्ने रहेछ भन्ने सोचाइ अर्कै आउँछ अनि आफ्नो सोचाइ र इच्छा त कहिले पनि पूरा नहुने रहेछ के त्यसकारणले हामीले जे काम गरे पनि एउटा नाम कमाउँछु भन्ने चाहिँ
सोचाइ नलिएर हैन म फाइदा गर्छु हैन सकेसम्म जसलाई भयो भने म एउटा सुख र शान्ति पोजिटिभ बाटोमा लानेको म एउटा कस्तो भन्नु एसिस्टेन्ट हैन एउटा एसिस्टेन्टलाई कस्तो भन्छ नेपालीबाट सहयोगी भन्छु सहयोगी अब यो सहयोगी हो भन्ने सोच्नु पर्ने रहेछ म आफै राजा हो भनेर सोच्यो भने त कहाँ हुँदै हुँदैन त्यहाँ म एउटा सहयोगी मतदार भन्ने एउटा भलिन्टियर भन्ने हैन भलिन्टियर भन्ने एउटा सोचेर काम गरे भने त्यसमा मान्छेले नाम दिए पनि नदिए पनि आफ्नो काम चाहिँ ठिकै भइरहेछ जुन आफूले समाजको काम गर्छु भनेर सोचिरहेको काम भइरहेछ आफूलाई मान्छेले नाम दिए पनि इज्जत नदिए पनि केही फाइदा त्यसमा केही असरै पर्दैन रहेछ के त्यसकारणले हामीले हार लिनु अरूलाई जित दिलाउनु भन्ने धेरै बाटोबाट हामीले हेर्नुपर्ने रहेछ यो एउटा 8 पदको यो घिसिलाङ्रे थापा एडभर्सिटी माइन्ड ट्रेनिङ चाहिँ बुद्धिस्टको यो फिलोसफीमा मात्रै नलिएर हाम्रो सेकुलर इथिक भ्यालु युनिभर्सल भ्यालु भनिँदैन हैन संसारलाई चाहिने चाहिँ हो कि संसारले यो चाहिन्छ तर पनि यो बाटोमा कसो गरी जाने हामीले थाहा भयो भने हैन म आफै एउटा उदाहरणको लागि मलाई अलिअलि थाहा छ तर पनि जुन ठाउँमा प्रयोग गर्ने टाइममा गाह्रो भइरहेछ मलाई हैन जम्मै म जस्तो त होइन होला हैन तर पनि तपाईहरु त सोचाइ पनि राम्रो हुन्छ जे भने समाजमा धेरै काम गरेको हुन्छ हैन अब म अलिअलि ओ यस्तो गरे भने यो हुन्छ भने मलाई थाहा छ तर पनि जुन ठाउँमा मैले प्रयोग गर्नु पर्ने ठाउँमा मैले प्रयोग गर्नु गाह्रो छ गाडी जति गाडी राम्रो चलाउने मान्छे पनि एक्सिडेन्ट हुन्छ नि हुन्छ हुँदैन त्यही जस्तो हामीले एक्सिडेन्ट हुन्छ तर पनि एक्सिडेन्ट हुन्छु भनेर गाडी त चलाएको होइन तर पनि एक्सिडेन्ट भएको चाहिँ बाइ मिस्टेक केही न केही बाइ मिस्टेक भएको हो भन्ने हामीले सोच्नु पर्ने अरूले गाडी यता बाइ मिस्टेक गरेर हाने भने उले गरेको न उले केही न केही उलाई त्यस्तो गर्नु मन छैन तर पनि उले केही न केही उसको मिसिनहरु केही भयो होला भन्ने सोचे भने आफूले सोचेको जस्तो उले पनि सोच्यो भने अनि हाम्रो मन चाहिँ पोजिटिभतिर लानु अहिले सजिलो हुँदै रहेछ के आजको त्यो हाम्रो पाँचौं भागको चाहिँ यस्तो रहेछ अब यदि तपाईहरु यसमा यही भागमा क्वेशन अनि हाम्रो टिके डिस्कस छ भने तपाईहरु सुरु गर्नुस् हैन हाम्रो कति जना रहेछ यहाँ फेसबुकमा आउने त 30 जना जति रहेछ यहाँ सिधै आउने हामी 4 जना जति रहेछ हजुर फेसबुकको साथीहरुले पनि त्यहाँ कमेन्टमा तपाईले सोध्न सक्नुहुन्छ केही क्वेशन छ भने यहाँ केही लेख्यो जस्तो रहेछ कमेन्टमा माइ डटर्स बर्थडे खोइ डटर बर्थडे भनेर लेख्छ यसमा कमेन्ट त केही पनि छैन यहाँ यदि तपाईहरु केही यसको बारेमा केही क्वेशन छ भने तपाईहरुको क्वेशन जब मैले त उत्तर दिन सक्छ भने त हैन तर पनि तपाईहरुले केही सोध्यो भने हैन त्यही अनुसार फेरि मलाई पनि फाइदा हुँदै रहेछ हैन या लासुङला केही क्वेशन छ हाम्रो छिरिङ बहिनी पनि छ या छिरिङ लामा छिरिङ पनि रहेछ यहाँ लासो केसेला हजुर नाइ पै नेपाल के सेरा हा को मासुङ त काण्डे हिँदा सेरा त त्यो अखरा मिदु गाला आले लसले के मारे या हाम्रो छिरिङ बहिनीलाई के क्वेशन छ छिरिङ लामा अहिलेको त्यो हाम्रो पाँचौं भागमा हामीले के सोच्नु पर्छ भने यदि अर्को मान्छे हैन जेलस गरेर आफूले कुरा काट्ने आफूलाई मुख छाड्ने गरे म भने त्यसमा हामीले एउटा कारण लिनुपर्छ उले मुख छाड्ने कारण के रहेछ भने हैन खाना खाँदा नाच गान गर्दै मुख छाड्दैन नि मुख छाड्दाखेरि केही न केही पछाडी केही न केही छ नि जेलस गरेर हैन कम्पिटिसन गरेर यसलाई त म जसरी हराउँछु यसको नाम त म जसरी बदनाम गर्छु भन्ने हैन यो अहिले धेरै ठुलो भइरहेको छ यसको त म
यसलाई फेसबुकतिर समाजतिर यो के भन्छ सोशल मिडियातिर लिएर जसरी म उसलाई म के भन्छ बेइज्जत गर्छु भनेर एउटा सोचाइ लिएर पो मुख छाडेको त हैन त्यो सोचाइ चाहिँ नराम्रो सोचाइ हो नि त्यो नराम्रो सोचाइ चाहिँ उसको दिमागबाट आएको नि हैन मान्छे त नराम्रो होइन नि उसको दिमाग जुन आउने दिमाग चाहिँ नराम्रो त्यही कारणले उसले मुखबाट निस्केको त्यही कारणले हामीलाई यो बेइज्जत गर्ने खोज्यो नि हैन त्यसकारण हामीले जुन भन्ने मान्छे र उसको सोचाइ उसको पछाडीको कारण चाहिँ हामीले फरक यो के भन्छ अलग्गै राख्नु पर्ने रहेछ एक्जाम एउटा उदाहरणको लागि हैन यदि मैले साङदुर्जेलाई हैन एउटा लट्ठी लिएर हाने भने हैन लट्ठी लिएर हाने भने साङदुर्जे कसलाई रिस उठ्छ लट्ठीलाई रिस उठ्छ कि साङदुर्जे तपाईको त्यो के भन्छ यो खोलेको छैन हजुर तपाईलाई रिस अब कोले हानेछ त्यहाँ तपाईले फेरि तपाईको रिस छ अब दुख्ने चाहिँ लट्ठीले दुख्यो कि कसले दुख्यो त्यो सोच्ने हो मैले तपाईलाई लट्ठी हान्दाखेरि हैन तपाई रिस उठ्छ उठ्दैन उठ्छ नि हैन अब तपाई कोसँग जुझ्ने लट्ठीसँग जुझ्ने हो कि मसँग जुझ्ने हो कि के हो तपाई लट्ठीसँग जुझ्छ जुझ्दैन तपाईसँग जुझ्छ लट्ठीसँग किन नजुझ्यो त्यो हामीले सोच्नु पर्यो लट्ठीसँग किन नजुझ्यो किनभने लट्ठी तपाईबाट परिचालन भयो त्यो कारण त्यो हो किनभने तपाई लट्ठीलाई रिस नउठेर हैन जुन लट्ठी उठाउने मान्छेले मैले चलाएको कारणले मलाई रिस उठ्यो नि हैन लट्ठीले दोषै छैन हैन मैले उठाए त्यही कारण लट्ठीले हानेको मात्रै हो लट्ठीले आफ्नो जिउमा परेको मात्रै हो लट्ठीलाई के दोषै छैन दोष हुने चाहिँ मैले परिचालन गरेको कारण लट्ठीलाई मलाई रिस उठेको हैन त्यही कारण चाहिँ हैन मलाई पनि रिस नउठ भन्ने तपाईले के सोच्नुपर्छ भने प्र्याक्टिस गर्दाखेरि ओ लट्ठीले के कारण नै छैन उसले दोषै छैन लट्ठी उठाउने त टसी हो टसीले पो रिस उठ्छ भन्छ नि हैन तपाईले के सोच्नुपर्छ भने टसीले रिस उठेर के गर्ने टसीले लट्ठी उठाउने कारणमै पछाडि केही न के छ भने थर्डतिर हामीले तेस्रो स्टेपतिर जानुपर्ने रहेछ कि त्यो खोज्दाखेरि कोसँग झगडा गर्नुपर्ने रहेछ रिससँग झगडा रिसले गर्दाखेरि मैले लट्ठी उठाएको होइन लट्ठी उठाएर मैले तपाईलाई हाने नि त्यसकारणले लट्ठी मेरो रिस लट्ठीलाई झगडा के रिस नउठेको कारण चाहिँ लट्ठीलाई दोषै छैन मैले चलाएको नि हैन त्यसकारणले मलाई पनि दोषै छैन मेरो रिसले मलाई परिचालन गरेको नि रिसले गर्दाखेरि म परिचालन भयो मैले गर्दाखेरि लट्ठी परिचालन भयो मेन कारण चाहिँ के रहेछ रिसले गर्दाखेरि रहेछ भनेपछि रिस कहाँबाट आयो रिस कहाँबाट आयो त्यो खोज्ने अब यदि तपाई झगडा गर्ने हो भने रिससँग झगडा गर्नु पर्यो नि अब रिससँग झगडा कसरी गर्ने भने फेरि कारण छ रिस भन्ने एउटा मन हो नि मन नराम्रो मन यदि देख्ने हो भने त चापचुप पारेर त्यहाँ हानिहाल्छ नि हैन रिसलाई काट्नु मिलेन हैन रिसलाई आगो लगाउनु मिलेन अब जिउलाई हो काट्नु मिल्छ हैन आगो लगाउनु मिल्छ के गर्नु मिल्छ रिसले आगो लगाउनु मिल्छ मिल्दैन नि त्यसकारण रिससँग झगडा गर्नु पर्छ कि के गर्नु पर्छ अब रिससँग झगडा कसरी गर्ने हो उ कसरी हार्छ हामीले त्यो गर्नु पर्यो रिस हार्यो भने अनि त्यही हो तपाईले मलाई टसी नराम्रो देख्दैन अनि लट्ठीले हान्दैन अब रिससँग कसरी छ मेन चाहिँ कारण चाहिँ हामीले रिस चाहिँ कसरी आयो यो रिस चाहिँ के रहेछ हैन रिस उठ्दाखेरि के हुँदो रहेछ त्यो टाइममा त हार र जित कुरो हुँदैन जित्ने भन्छ हैन जित्ने कहाँ त्यो टाइममा म हार लिन्छु अनि घिसिलारी थाम्बाले 5औं भागमा हार लियो अरूले जित दिलाउ भनेको छ हैन भनेर त्यो सोच्नेको टाइमै छैन किनभने पहिलेको कारण खोर एकदम ठुलो भइसक्यो नि हैन यस्तो गरे हामीले खोज्नु पर्ने रहेछ के हजुर म एउटा क्वेशन सोध्न चाहे तपाईलाई हजुर अहिले धेरैजना आफ्नो देश आफ्नो परिवार छोडेर यहाँ आएको हुन्छन् हजुर परदेशमा
अनि त्यहाँ पुर्याउने कति हाम्रो अब हामी साथीभाइहरू चाहिँ हामी चिन्ता गर्छौँ हैन चिन्ता हजुर गर्छौँ त्यहाँबाट त्यो चिन्तालाई मेटाउनलाई चाहिँ अनि धेरै जस्तो हाम्रो पिउँछौँ ओ जाँड रहेछ पिउने हो त्यो हजुर त्योलाई माइन्डलाई त्यो हाम्रो माइन्ड भित्रको माइन्डलाई कसरी चाहिँ त्यसलाई कन्ट्रोल गर्ने होला हजुर 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 त्यही हो एकदम राम्रो क्वेसन छ हैन त्यो हाम्रो अब मान्छेले भन्छ हाम्रो अब रीतिथिति त्यस्तो हो भन्छ हैन हाम्रो बाउ आमाबाट त्यस्तो आएको त्यो गरे भने राम्रो पनि हुँदो रहेछ भन्छ तर पनि त्यसले आफ्नो भित्रलाई कति असर परेको छ हामीले देखेको छैन मैले जहिले पनि भन्छु हैन मान्छेले भन्छ मन एकदमै दुखी रहेको ठाउँ मान्छेले केही भन्यो भने जाँड सिपियो भने मन पनि राम्रो हुँदो रहेछ निन्द अनि त्यो जम्मै बिर्सिँदो रहेछ भन्दो रहेछ नि त्यो हाम्रो एकदमै राम्रोसँग नसोचेको कारणले जुन आफूले दुःख परेको टाइममा हैन मान्छेले के गर्छ अहिले तपाईले भने जाँड सिपिन्छ नि हैन त्यो टाइममा त दुःख पनि जम्मै बिर्सेर एकदमै खुसी भयो भन्छ नि किन बिर्स्यो उसलाई थाहा छैन त्यो बिर्सिने कारण चाहिँ आफूलाई एउटा सोच्नेको एउटा मनमा सोच्नेको एउटा बाटो छ नि ढोका छ नि त्यो ढोकालाई त्यो जाँडैसीले डम्मै छोपिसकेको छ जुन राम्रो जाने बाटोको ढोकै उसले छोपिसकेको छ त्यसकारण जम्मै बिर्सिने कारण त्यही हो राम्रो सोच्नेको बाटो उसले ढोका उसले छोप्यो भने अनि कसरी जाने हामी अनि एक खेप छोप दुई खेप छोप हैन अनि जुन उसले काम गर्नु सक्दैन अनि पछि के हुन्छ अनि उसको फोक्सो बिग्रेछ कलेजो बिग्रेछ अनि भुँडी सुनेछ भन्छ अनि त्यहाँबाट हो अनि त्यो पहिलेको खाएको त्यो दुःख जम्मै बिर्स्यो भन्ने त्यो टाइममा आफ्नो जिउ पनि बिर्स्यो उसले त्यो हामीले सोच्नु नसक्ने रहेछ धेरै मान्छे छ हैन जाँडसी टन्नै बेला एकदमै रमाइलो भयो त्यो त्यत्रो दुःख त म जम्मै बिर्सेछ भन्छ भोलि झलक्कै सम्झिन्छ फेरि पिउँछ हैन अनि बालबच्चा पनि बिर्सिन्छ आफ्नो स्वास्नी कुद्नु सुरु गर्छ त्यो किन हो भने राम्रो देखाउने बाटोको ढोका उसले जम्मै थुनिसकेको छ उसले नराम्रो मात्रै कालो बाटोमा ढोका थुनिसकेपछि अनि भित्र बत्ती छैन भने ढोका थुनिसकेपछि जम्मै कालो भने कहाँ जाने यता पनि ठोक्छ उता पनि ठोक्छ नि हैन उज्यालो बाटो उसले झोपिसकेको छ कसले गर्दाखेरि जाँडैसीले गर्दाखेरि त्यस कारणले जाँड रक्सी खाएर मेरो मनको दुःखहरू हराउँदो रहेछ अनि नेपालमा के भयो त्यो जम्मै बिर्सिँदो रहेछ भन्ने चाहिँ हामीले लाटोको सोचाइ रहेछ त्यो गरे भने एक दिन अनि 80 वर्ष बस्ने छ भने 60 वर्षतिर आफ्नो जिउ पनि बिर्सिन्छ एक दिन त्यहाँ मान्छेले प्रे गर्न आइज भन्छ त्यो चाहिँ सोच्दैन हामीले हो होइन सङ्गदर्जी म यस्तो ठान्छु जहिले पनि एकदमै राम्रो किन म आज दिउँसो एकजना बहिनीसँग मेरो कुरा भएको थिएँ हजुर अनि धेरै लङ टाइम पछि कुरा भयो त्यो बहिनीसँग अनि कुरा गर्दै गर्नुसम्म एउटा बहिनीले चिनेको भाइ एकजना थियो अनि त्यो भाइको बारेमा के छ त्यो भाइको भनेर सोधेको अनि त्यो भाइको त एकदमै लाइक द बिहाल छ भने कि मलाई अनि के भयो भनेको त एकदमै धेरै पिउने भएर चाहिँ दुईचोटि स्ट्रोक भएर क्या अनि मुख पनि बाङ्गे भएको छ भने क्या दुःख लाग्यो मलाई त्यही हो होइन अनि यहाँ यो ठाउँमा आएको छ हामी कतिजना हुन्छ नि इभन त यो ठाउँमा नभए नि संसारमा जुनै ठाउँ भए पनि तपाईँले जुन एउटा टिचिङ दिनुभयो योलाई चाहिँ हामीले प्र्याक्टिकलमा युटिलाइज गर्यो भने यसले धेरै हेल्प गर्ने चाहिँ मैले देखेँ तपाईँको हजुर किनभने अहिले अब यहाँ आएको छ अब नेपालमा हुँदा 10,000 कमाउँदा ठिक थियो भने यहाँ आएर 1 लाख कमाउँदा पनि ठिक छैन भनेपछि माइन्डले समथिङ रङ दियो त्यही हो त्यो हामीले सोच्दैन त्यही भएर यो एकदमै मलाई पनि एकदमै लाइक म आफैलाई मैले तपाईँलाई हेल्प गरेको छैन म आफैलाई यहाँ हेल्प गरिरहेको छु कि हजुर अवसर पाएको छु थ्याङ्क यू त्यस कारण त्यस्तो भन्ने मान्छे धेरै भेटेको छ मैले जाँडसी मनमा दुःख भयो भने जाँडसी पिँदा जम्मै बिर्सिन्छ भन्छ नि किन बिर्स्यो उसले सोच्दै छैन जुन राम्रो सोच्ने ढोका उसले बन्द गरिसक्यो राम्रो सोच्ने ढोका बन्द गर्यो भने अनि उसले उज्यालो बाटो पाउँदैन नि त्यो जाँडसीले जम्मै हाम्रो भित्रको त्यो फोक्सोहरू कलेजोहरू जम्मै उसले ढोका लगाइसक्यो
ढोका लाउँदाखेरि उसले कामै गर्नु पाएको छैन जुन फोक्सोले गर्ने कामै गर्नु पाएको छैन हैन गाडी चलाउँदाखेरि ब्रेकै हान्दाखेरि ब्रेक हान्ने त्यो बिग्रियो भने अनि ब्रेक कसरी हान्ने अनि कलुजुले गर्ने कामै उसले गर्न सकेको छैन किनभने जाँड रसको एउटा रागले गर्दाखेरि जम्मै छोपिरहेको छ अनि पछि के भएछ भने ओ जाँड रस धेरै भयो उसको फोक्सो बिग्रेछ उसको किडनी बिग्रेछ कलुजो बिग्रेछ त्यही कारणले क्यान्सर भयो भन्छ हामीलाई थाहा छ तर पनि अब अस्तितिर लोसरमा जाँदाखेरि ट्रसी दिले भन्छ वाइन यति बोकेर गयो होला नि हैन थाहा छ तर पनि वाइन बोकेर गइरहेछ हैन वाइन नबोकेर त लोसारै होइन भन्छ अब के गर्ने हैन तर पनि हाम्रो अब पहिल्यैदेखि चलिरहेको चाहिँ रीतिथिति भनौँ एउटा कल्चर त होइन एउटा अब बानी भएको एउटा कसो भन्नु अब कल्चर भन्यो भने त्यो पनि जाँड सिकाउने चाहिँ हाम्रो कल्चर होइन हैन बानी भयो तर पनि हामीले पिउनु जाने भन्ने हैन हाम्रो टिबेटनबाट भन्छ हैन यदि बिक खानु जाने भने त्यो पनि दबाई हो भन्छ नि खानु नजाने मरिहाल्छ त्यही जस्तो हामीले जाँडसी भन्यो नि खानु जाने भने एउटा दबाई जस्तो हैन दिनभरि काम गरेको थाक्छ हैन अनि खाना नखाँदै अलिकति पियो अनि खाना टन्ने खायो सुत्यो भने अनि खाना र त्यो जुन आफैले पिएको जाँडरक्सी गर्दाखेरि खानाले उसलाई उता फाइट धेरै गर्नुपर्छ सक्छ नि हैन हामीले त्यो गर्दैन खाना र जाँडसी भन्दा जाँडसी धेरै पिउँछ खाना खाँदैन किनभने खाना खान मन लाग्दैन भन्छ त्यो लाग्दैन कहाँ लाग्छ खाना खाने इच्छा उसले बन्द गरिसक्यो जाँडसी धेरै खाने मान्छेहरू खाना खानु मनै लाग्दैन म खाना खानु मलाई जाँडसी पिए भने त्यसले हुन्छ भन्छ नि त्यो कारण के हो उनीहरूलाई थाहै छैन जुन खाना खानु मन लाग्छ भने इच्छा चाहिँ एउटा राम्रो इच्छा हो नि भोक लागिरहेछ नि हैन भित्र हो त्यो ग्यास्ट्रिक यस्तो घुम्दाखेरि अब त्यो भित्रभित्र उनीहरू दुईजना जुतिरहेको छ त्यो टाइमले खाना खायो भने अलिकति उठ्छ नि हैन उनीहरू यो चेप्टा हुनु दिँदैन नि हामीले जाँडा सिकाएपछि उसको कामै बन्द भइसक्यो अनि भोक कहाँ लाग्छ अब भोक नलागिन पछि ग्यास्ट्रिक हुन्छ एक दिन जाँडा सिका 2 दिन जाँडा अनि ड्रग्स त जाँडा एउटै रहेछ नि हैन एक दिन खाएपछि भोलि पनि खानु मन पर्सि पनि खानु मन निकोर्सि अनि त्यहाँबाट अनि आफ्नो बालबच्चा पनि बिर्सिने स्वास्नी पनि बिर्सिने हस्बेन्ड पनि बिर्सिने कामै बिर्सिने होमलेस भएर आउँछ त्यसकारण हामीले जाँडसी भन्ने चाहिँ पिउनु जाने भने दबाई हो पिउनु नजाने भने कुहिरेहरू पनि पिउँछ तर पनि पिउने कारण उनीहरू अलगै छ पिउने तरिका चाहिँ यति हाल्छ चेस मात्र अलिअलि पियो त्यही हो हामी त यत्रो बोल्डरमा खानु पर्छ यत्रो त्यहाँ बियर केसहरू छेउछेउमा राखेको 10 वटा 12 वटा एकजनाले पिउँछ अनि पछि आफू जाँदाखेरि टोपी कहाँ छ सुरुवाल कहाँ छ चप्पल कहाँ छ आफ्नो फोन कहाँ छ आफूलाई थाहा छैन त्यस कारण पिउनु जानुपर्ने एकदम यो महत्त्वपूर्ण रहेछ अर्को केही छ हजुर अरूलाई जित दिन्छु भन्ने जुन आउँछ नि म आफैले हार लिन्छु र अरूलाई जित दिन्छु त्यसलाई अलिकति तपाईले आज फेरि एकचोटि गरिदिनुहोस् न एकचोटि हस् अरूलाई जित यो अहिले ईश्वरको कारणले जब कसैले मलाई आक्रमण गरे वा बेइज्जत गरेर गलत गर्छ हैन म आफैले हार लिन्छु भन्ने चाहिँ हैन म आफैले हार लिन्छु भन्ने चाहिँ कारण चाहिँ के हो भने उले मलाई जेलस गरेर हैन जेलस गरेर मलाई अब मलाई पछाडी कुरा काट्ने मलाई बेइज्जत बनाउने कारण उले गलत काम गरेकोमा किनभने म आफैले हार लिन्छु भने म उलाई त्यसको बदला लिनु नजाने उले आफू त्यो मलाई बेइज्जत बनाउने मान्छेले मलाई चोर भने आफै चोर भयो पनि नभयो भने केही पनि छैन भनेर त्यो सोच्यो भने आफूले हार लियो त्यस्तो नर उले मलाई चोर भने तिमी पनि चोर हो भने त्यो टाइममा हार लिएको होइन त्यो टाइममा ऊ भन्दा पनि आफू माथि जाने कोसिस गरिरहेको छ म आफैले हार लिन्छु भन्ने चाहिँ हैन म ऊ कस्तो हो भने
अस्ति माथि पहिलो पदमा गयो नि पहिलो भागमा गयो नि हैन संसारको पशु पन्छी सबैजनालाई म रिस्पेक्ट गर्छु हैन जस्तो मान्छे भेट्यो भने यति नराम्रो मान्छे मलाई आफैले झै झगडा गर्ने मान्छे जहिले पनि आफैले दुःख दिने मान्छे भेट्यो भने रत्न भन्दा पनि अमूल्य मान्छे अमूल्य चीज पायो भने हामीले एउटा भनेको थियो नि त्यही जस्तो आफैलाई बेइज्जत गर्ने मान्छे हैन भेट्यो भने त्यो बेइज्जती आफूले गरेको छैन उले त्यस्तो भन्ने कारण चाहिँ के हो हैन यदि आफूले त्यसको उत्तर दियो भने आफूलाई फाइदा हुन्छ बेफाइदा हुन्छ त्यो सोच्यो भने ओ त्यो मान्छेले मलाई त्यस्तो भन्यो तर पनि म त्यस्तो होइन त्यो मान्छेलाई मैले अझै आफ्नो आफन्त भन्दा पनि म त्यसलाई रिस्पेक्ट गर्नुपर्छ भनेर हामीले सोच्यो भने म आफैले हार लिन्छु भन्ने कारण त्यही हो म आफैले भोग्छु भन्ने चाहिँ हैन भोग्छु यो जीवनमा आफैलाई राम्रो गर्यौं नराम्रो आफ देख्यौं न त्यही हो नि मेन चाहिँ के हो मनलाई एउटा राम्रो बाटोमा लानुको लागिले म हार लिन्छु भन्ने कारण चाहिँ त्यही हो थ्यांक यू हजुर एउटा चन्द्रकीर्ति माध्यमिक उहाँले यो लेख्ने उहाँले एकदमै इन्डियनको एकदमै यो फिलोसफी हैन एम्प्टिनेसको बारेमा एकदमै यो राम्रो चन्द्रकीर्तिले के भनेको छ भने यदि मान्छेले यो एक बक्सिङ आफैलाई हान्यो भने भनेको छ के एक बक्सिङ हान्यो भने आफैले दुख्छै दुख्दैन हैन दुख्छ नि हैन दुख्यो भनेर फेरि आफैले उता एक बक्सिङ हान्यो भने आफैले दुखेको चाहिँ उता फिर्ता दिन सक्छ भनेको छ सक्छ सक्दैन नि आफैले दुख्ने त दुखिसक्यो नि यदि साउन्डले मलाई एक बक्सिङ हान्यो भने मलाई दुख्छ नि हैन दुख्यो नि ओ मलाई दुख्यो भने मैले उता एक बक्सिङ हान्यो भने त्यो अघि दुख्यो चाहिँ फिर्ता दिन सक्छ सक्दैन हो त्यही भनेको छ आफैले हान्यो आफैले दुख्यो अब सक्यो त्यसमा हार लिनु भनेको छ उता एक बक्सिङ हान्यो भने यता 3 बक्सिङमा हान्नु पनि सक्छ नि अनि त्यो हार लिएको राम्रो जित लिएको राम्रो त्यो सोच्नु पर्यो नि एक बक्सिङ हानेर टर्छ भन्यो भने हैन एक बक्सिङ थाप्ने नि एक बक्सिङ थाप्न नसकेर उता अर्को पनि उता पनि फर्कायो भने यता 5 बक्सिङ हान्नु त्यो भन्दा पनि नराम्रो हो यो हैन एकदम त्यसकारणले हार लिने कारण चाहिँ हामीले त्यस्तो अहिले 5औं भागमा भनेको जस्तो त्यो मान्छेले आफैले बेइज्जत बनाउने कारण लिएर पछाडी कुरा छाडे भने हार लिनु आफैले गरेको छैन हार लिएर मनले हार लिएको मात्रै हो पोजिटिभ त हेर्यो भने आफू मैले गरेको छैन किन त्यस्तो हो भने आफूले एउटा कस्तो भनौं सन्तुष्टि फिल हुन्छ कदर हजुर सन्तुष्टि लिनु सक्छ नि आफू चोरो होइन भने किन डराउने नि उले चोर भनेर चोर हुने होइन नि हैन उले राजा हो भने राजा हुने होइन नि एउटा शब्द युज गर्नेको फरक मात्रै हो नि अनि उले चोर भने मनमा दुःख हुने राजा भने खुसी हुने होइन नि तिमी त राजा रहेछ भने राजा हुन्छ हुँदैन नि मैले हाम्रो मनले कसरी लिन्छ भने एउटा सुनेको थियो कसरी तपाई त बाघ जस्तो रहेछ भने सिंह जस्तो रहेछ भने खुसी मान्छ अरे के हजुर त्यही मान्छे तपाई चाहिँ कुकुर जस्तो रहेछ भने रिसाउँछ अरे हो त्यही हो हामीलाई त्यो मेन कारण चाहिँ म भन्नेमा इगोमा पुगिसकेको छ जम्मै हामीलाई अब हामीले एउटा बुद्धिस्टको फिलोसफीमा हेर्ने हो भने हामी धेरै जन्म लिइसकेको छ भन्छ हैन धेरै जन्म लिएर अहिले हामी मानिसको जन्ममा आएको हो भन्छ धेरै जन्म लिएकोमा हामीलाई नेगेटिभको छाप चाहिँ हाम्रो मनमा धेरै छ पोजिटिभको छाप चाहिँ एकदमै कम्ती छ अनि एउटा बाहिरको कारण झसँग आउने कारण त्यही हो किनभने नेगेटिभको छाप चाहिँ हामीलाई धेरै भएको कारणले हैन हावा आउँदाखेरि अनि त्यो नेगेटिभ छाप जब उठेर आउने हो पोजिटिभको छाप छैन अनि पोजिटिभ जति हाले पनि सुत्यो छ हामीलाई अस्तिमा हामी कुरा भएन हैन सानो बच्चालाई रिस उठाउनु हामीले रिस उठान भने हामीले सिकाउनु पर्छ पर्दैन नि तिमी रुदा भनेर सिकाउनु पर्छ पर्दैन नि उले रुनु जानेको छ रिस उठ्नु जानेको छ ट्रसिडीले भन्यो भने उले भन्नु लगाउँदा भन्नै आउँदैन
पछि चोर भन भने नसिक्दा उसले चोर भन्छ डाका भन्छ चाहिँ जान्दैन किनभने हामीलाई नकारात्मक पोजिटिभ नेगेटिभको छाप चाहिँ हामीलाई धेरै भएको कारणले अनि बाहिरको कारण सानो देख्दा झलक झलक आउने कारण त्यो त्यसकारण हामी त्यो हुने जम्मै कारण चाहिँ म भन्नेमा परिरहेछ तपाईँ सिंह हो भन्दाखेरि बाघ हो भन्दाखेरि हो जस्तो गर्ने कुकुर भन्यो भने के हो कुकुर भने एकैचोटि जवाब दिने त्यो चाहिँ एउटा जम्मै नाममाथि जान्दो रहेछ नि होइन हो त्यस्तो रहेछ बुद्धको दिन पनि भनिन्छ आजको दिन चाहिँ एकदमै राम्रो हामीले छानेको जस्तो राम्रो भयो होइन र बुद्धको चमत्कारको दिन पनि पर्यो होइन अनि यो के भन्छ धर्मको दिन पनि पर्यो मेडिसिन बुद्धको दिन पनि आजै परेको छ त्यसकारण हामीले धेरै आधा घन्टा 1 घन्टा जति हामीले डिस्कस गर्यो भने हामीले पुण्य धेरै कमाएको छ जुन हामीले कमाएको पुण्य चाहिँ हामीले बुद्धको ब्याङ्कमा डिपोजिट गर्नुको लागि सबैजनाले अनि त्यो सोचिदिनु होला अनि नेपालीबाट पढ्न नेपालीबाट पढ्दिनु हैन अनि नेपालीबाट पढ्न भने इंग्लिशबाट पढ्नु अनि इंग्लिशबाट नआउने भने हाम्रो टिबेटनबाट झ्याम्बल पो चित्रख्यमबाट कुन्दो सम्पो त्यहाँ त्यसैले त्यो हामीसँगै पढ्यो पनि हुन्छ बहादुर मञ्जुश्रीले चीजहरू जसरी छन् त्यसरी नै समान्तर बदललाई खुराक रूपमा जान्छन् म यी सबै सदुनहरूलाई पूर्ण रूपमा समर्पित गर्दछु ताकि म तिनीहरूलाई तालिम दिन र तिनीहरूको उदाहरण पछ्याउन सकूं 3 पटकका सबै विजयहरू यस समर्पणलाई सर्वोच्च मान्नुहोस् यसका साथ म यो सबै पुण्य उत्कृष्ट आचरणमा समर्पित गर्दछु Jambel po chidra kyamba da kundu sambo tenya tishende teda kunje jesu dalo gyawa dida tamje rabdo tisum shekbe gyawa tamje ngowa khanla chodo ngawa da dashin gewe tsawa dingu sambo cheche rabdo ngowa ra gi